सो गाइस है ल हाम्रो भ्लग चाहिँ अब सुरु हुँदैछ हैन। ल ल ल बसौँ 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 ल। ट्याक्कै यो मनोकामना केबल कार जस्तै रहेछ के मनोकामना एकदम रमाइलो लागिरहेको हैन। सो गाइस है ल This your first time विकास? हाम्रो चाहिँ ट्राभल सुरु छ। गाइजहरु छ यता है। किप स्माइल गाइज। अब यहाँबाट चाहिँ हामी थोडा घुम्न छ हैन। यो चाहिँ माथि स्टेसन हो। यो भ्यू चाहिँ गाइज यो रोटरुवा सिटी लाइक सेम लाइक त्यो पुम्दीकोट जस्तै जस्तै रहेछ के। हैन सेफ्टीको लागि रेडी हुँदैछ गाइजहरु हैन। अनि चाहिँ हेलमेट भयो एक्साइटेड गाइज हैन। अब फर्स्ट टाइम हो हैन। अब जे जस्तो हुन्छ हैन। हाम्रो गाइजहरुले चाहिँ हेलमेट सेलमेट लगाएर सबै रेडी भइसक्यो गाइज हैन। हाम्रो इन्डियन साथीले चाहिँ हेलमेट नभेटाएर छ हैन गाइज है। अब हामी चाहिँ यसैमा हैन हामी जाने भनेको यो टिकट्समा हाउ टु अपरेट दिस वान ब्रदर। हामी चाहिँ यहाँ चढ्दैछौँ कसरी यो थाहै होइन। ब्रेकको लागि चाहिँ अगाडि चाहिँ छोड्नु पर्ने रहेछ हैन ब्रेकको लागि चाहिँ हैन। अच्छा हमको सिखा रही है। या can you tell me how to use all the way back into the red, all the way back, keep going, keep going, keep going, keep Yeah. going, keep going, keep going, keep going, keep going, go, there we go, there we go, that's the one my man. भिडियो बनाउनै सकेन के। हामीले त एउटै हातले चलाइयो त। मोबाइल गयो नि त गयो। यहाँ खस मान्छे खसन भन्दा यो नेट हालेर रहेछ के यति। ल हामी जिप लाइनमा छौँ है गाइज है सबैजनाले होइन। अर्कोमा त भिडियो सिडियो नबनेको खोइ खोइ त्यो आइ हुन्छ। स्पिडमा रेसिङ गरेर कलेज जित्छ भन्दै हुन्छ होइन। Second round will be the racing, okay? वेलकम टु माई न्यू भिडियो गाइज है। वेलकम एभ्रिवान सबैलाई दर्शन नमस्ते लोकदिया फ्रम न्युजिल्यान्ड है गाइज। हाम्रो चाहिँ आज ट्राभल चाहिँ होइन हेमिल्टन टु रोटरुवा चाहिँ ट्राभल हुँदैछ है। सो हामी चाहिँ जस्ट हेमिल्टनबाट चाहिँ एक्जिट भइसक्यो छ। जस्ट हामी चाहिँ 109 किलोमिटर हेमिल्टनबाट चाहिँ रोटरुवा 109 किलोमिटरको ट्राभलमा छौँ। हामी चाहिँ बाटोमा छौँ। हामी यो मेरो भाइ छ है हाम्रो जुन दाजु हुनुहुन्छ उहाँको चाहिँ छोरा। अनि ऊ चाहिँ मेरो दोस्त इज फ्रम इन्डिया। अनि हाम्रो चाहिँ गुरुजी अगाडि हुनुहुन्छ दाइले चाहिँ गाडी चलाइराख्नु भएको होइन। अनि चाहिँ हाम्रो काका चाहिँ उहाँ चाहिँ लेफ्ट सिटमा बस्नु भएको। उहाँ चाहिँ छुट्टै धुनमा हुनुहुन्छ गाइज है। सो रमाइलो छ भन्नुपर्छ होइन। जे होस् आजको दिन चाहिँ जे होस् राम्रै जान्छ जस्तो लागिरहेको होइन। म चाहिँ ब्याक सिटमा छु होइन। हाम्रो दाजुहरू चाहिँ फ्रन्ट सिटमा हुनुहुन्छ होइन। गाडीको स्पिड छ गाइज 120 किलोमिटर पर आवर होइन। स्पिड चाहिँ एकदम छ गाडीको होइन। त्यही हो होइन। अब म चाहिँ हजुरलाई अपडेट गराइराख्छु के हुन्छ कस्तो हुन्छ। तेरेको के छ फेरि होला है बुढिया लाग्यो होइन। फर्स्ट टाइम जा रहे हो फिर तो ठीक है ना। त्यही हो गाइज है। सबैजनाले चाहिँ अब च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु है। त्यही हो सबैजनाले माया गरिदिनु है। सो के हुन्छ म अपडेट गराउँदै राख्छु है। सो लेट्स गो। चैनल को सब्सक्राइब करो पहले। हाँ जल्दी करो। मुझे पता है कि आप लोग नहीं करते हो, वीडियो देखते हो लेकिन सब्सक्राइब नहीं करते। ये लाल कलर का बटन नहीं से दबाओ, जल्दी दबाओ, जल्दी दबाओ। फिर मैं शुरू करूँ। दबा दो जल्दी। दबा दिया। घंटी भी दबा देना। नेचर चाहिँ एकदम वेदरले चाहिँ च्यालेन्ज गरेर गाइज है। पानी पर्छ जस्तो छ होइन। पानी चाहिँ नपर्दियोस् त्यही हो। 3 वर्षसम्म त पानी छैन। अब त्यसपछिको चाहिँ अब पर्छ नपर्छ भन्ने कुरा अब मेरो भाइ ल नेपाली गानामा चाहिँ मस्त है चिल पारामा गाइज है रमाइलो गर्दै हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ गाइज है। सो रमाइलो छ भन्नुपर्छ।
मजाको ठाउँ छ घुम्ने ठाउँहरू चाहिँ है के छ म चाहिँ तपाईँलाई देखाउँछु फुल भिडियो चाहिँ वाच गरिराख्नु लाइक कमेन्ट सेयर सब्सक्राइब है सो त्यही हो लास्ट टाइम आउँदै आएछ त निस्पट्ट नै म त न्युजिल्यान्ड घुमेँ हो ड्राइभिङ गर्दाखेरि खासै हेर्न पाइनँ नेपालको त्यो बर्दिया राष्ट्रिय निकुञ्ज यिनी उतिरको जस्तै ठाउँ रहेछ क्या बहुत टाइम लाग्छ होला कार गाइस है दामी रहेछ ल सानो रहेछ त है त्यो मनोकामना त्यति छैन जस्तो पनि छैन 10-12 मिनट लाग्छ सानो रहेछ है सिटीको भ्यूहरू चाहिँ हेर्न मजाले मिल्छ होला है आज पर्किँदा छिर्दा हो कहाँ हुन्छ बाटो धुवा निस्किरहेको थियो बिच बिचमा कता कता घरमा बिहा भयो जाँदा कति 100 यहाँ यही रहेछ न रोटरुवा हट स्प्रिङ हेर्ने होइन त दामी रहेछ त ठाउँ त है सबै मौरी एरिया हो यो इन्डियनहरू यिनीहरू छैन यहाँ भनेपछि त यहाँ त पम्प खोल्ने त ड्राइभ अफ द ब्याड भइहाल्छ त जस्तो लाग्छ है केबल कार गएको कति छ र चार्ज थाहा छैन यार म गएको छुइनँ सो गाइस है फाइनल्ली हामी चाहिँ रोटरुवा आइयो आउँदा बित्तिकै हेलिकप्टर ल्यान्ड भयो होइन हामीलाई लिने हेलिकप्टर आउँदैछ होइन हाम्रो ग्याङ चाहिँ यता छ है ग्याङ छ त्यही हो होइन अब हामी चाहिँ ट्याक्क लाएर यहाँबाट होइन ट्याक्क हामी चाहिँ लेकमा जाँदैछ होइन हाम्रो ग्याङ छ यो चाहिँ मेन रोटरुवा रोडहरू हो है सिटी सेन्टर जाने रोड भयो होइन यो साइड चाहिँ हामी चाहिँ जाँदैछौँ हट वाटर लेक होइन लेट्स गो गाइस होइन अब हामी सुरु भयो हाम्रो यात्रा होइन त्यो बिरामी भएर लिन आयो होला नि होइन यो चाहिँ मेरो साथी यो चाहिँ हाम्रो दाइहरू तर स्मेल चाहिँ कस्तो अर्कै आइरह है यो तातो पानी जला जस्तो है ल गाइस है ल हेर्नु यस्तो छ गाइस रुखहरू ल जलाइदिन्छ होइन यो पानीले यो चाहिँ तातो पानी यस्तो छ कि यो भल्क्यानो उत्पत्ति भएको होइन यहाँ होइन र यस्तो छ तर स्मेल चाहिँ कस्तो छ क्या यो सबै हट वाटर है ल हेर्नु सबै हट वाटर हो यो चाहिँ के हो भन्नु होला यो चाहिँ पहिला चाहिँ सबै यो भल्क्यानोहरू आएर चाहिँ होइन भल्क्यानो निस्किरहेछ ल हेर्नु तातो पानी निस्किरहेको क्या त्यहाँबाट तातो पानी यस्तो छ है यहाँ हेर्नु यहाँ चाहिँ घुम्ने ठाउँहरू मेन हट वाटरको लागि भयो होइन हाम्रो ग्याङ चाहिँ यता छ ल गाइस ग्याङ यस्तो एकचोटि यता हेरिदिउँ त सबैले कति तातो छ यार खासै तातो त छैन त मन तातो रहेछ मैले छोएँ मन तातो छ तातो पनि अब होला नि भित्रभित्रै
मेन एउटा यहाँनिर रहेछ है हट वाटर ठाउँ पनि देखाउँछ है एउटा चाहिँ म देखाइसकेँ होइन अर्को पनि म देखाउँछु के हेर्नु तातो पानी उत्पत्ति भएको ल हेर्नु पानी भल्केको ल हेर्नु यहाँ रहेछ कि रियल भल्क्यानो त ल यस्तो हुन्छ कि पानी ओहो स्मेल चाहिँ खतम आउने रहेछ त यार पुरै माटो पाकिराख्यो जमिन मुनिबाट तातो पानी यो कुनै नौलो कुरो होइन गाइस है जमिन मुनिबाट तातो पानी यो चाहिँ पुरै भयो यहाँ चाहिँ छुन सकिन्न होला पानी होइन पुरै माटो र ऊ पाकियो क्या जमिन मुनि यो त एकदम त्यो इन्डस्ट्रियल त्यो के उद्योगतिर हुन्छ नि त्यो घनाउने पानी त्यस्तै निस्किन्छ त है ठुलो ठुलो कम्पनीबाट निस्किन्छ त इन्डस्ट्रीहरूबाट यस्तो रहेछ हट वाटर गाइज होइन के हो भन्नु होला तपाईँले होइन यो चाहिँ जुन भल्क्यानोको उत्पत्ति भएको थियो नि त्यो भल्क्यानोबाट चाहिँ होइन तपाईँलाई म एउटा कुरा देखाउँदैछु कि आज होइन म चाहिँ अहिले रोटरुवा छु न्युजिल्यान्डको चाहिँ होइन यो हट वाटर एरिया हो है ल हेर्नु पानी होइन पुरै बल्ती छ क्या लाइक तपाईँले सम्झिनु 100 डिग्री टेम्परेचर हुन्छ नि त पानीको यहाँ चाहिँ जमिनबाट लाइक 100 डिग्री टेम्परेचरको पानी चाहिँ भल्किरहेको के सोच्नुहोस् कि यहाँ चाहिँ तालबाट चाहिँ पानी भल्किरहेको के त्यस्तो ठाउँमा छु कि म अहिले होइन यस्तो छ है पुरै पानी चाहिँ भल्केको हो यो चाहिँ पानी भल्किँदाखेरि जसरी चाहिँ भल्का निस्किन्छ नि लाइक त्यस्तै छ क्या यो हेर्ने है मान्छे चाहिँ अब यहाँ एकछिन गयो भने चाहिँ पुरै जलेर चाहिँ खराब हुन्छ क्या त्यस्तो छ यो माटो पनि छ है यस्तो छ क्या हेर्नु पुरै तातो पानी भल्किरहेको चाहिँ यो भन्छ कि यसलाई चाहिँ के भन्छ भल्क्यानो उत्पत्ति भएको ठाउँ के त्यस्तो छ गाई चाहिँ यस्तो छ है बाहिर यस्तो छ स्मेल पनि यस्तो अर्कै छ क्या त्यही त्यो उद्योगमा निस्केको हुन्छ नि त पदार्थहरू के त्यस्तै छ क्या स्मेलहरू चाहिँ होइन पानी चाहिँ यस्तो भल्किरहेको है यो चाहिँ यतातिर पनि यस्तो छ है हाम्रो यहाँ फोटो खिचिराखन् गाइजहरूले होइन यस्तो छ के हो यो मेरो पनि यहाँ निकाल्नु त यस्तो छ यता चाहिँ होइन यस्तो दामी रहेछ क्या सिटी चाहिँ ऐनी देखेको रे लेक कसलाई होला नानी उनीहरूले हामीलाई हो क्या होइन होला लेकमा आयो होइन In 500 meters at the roundabout, take the first exit onto Aurora Street. पार्किङ हो यहाँ फाइनली गाइस है हामी चाहिँ रोटरुवा पार्कमा आइयो होइन यहाँको स्मेल चाहिँ यति गनाइरहेको कि गाइस होइन त्यो गाउँतिर हुन्छ नि त्यो सिठा काट्छ नि पोखरीमा लाइक त्यस्तै स्मेल आइरहेको यो चाहिँ यो तातो पानीको स्मेल हो कि के हो होइन प्लस यो माटोको स्मेल पनि होला होइन आँसु आइरह यो ब्याकग्राउन्ड चाहिँ गाइस होइन दिस इज रोटरुवा है यो ब्याक साउन्ड चाहिँ रोटरुवा लेक भन्ने रहेछ यसलाई चाहिँ हट वाटर लेक पनि भन्छ होइन सो रमाइलो छ यो चाहिँ एकदम
पपुलर प्यालेस चाहिँ यो मौरीहरूको चाहिँ एकदम पपुलर प्यालेस। अनि किड्सहरूको लागि चाहिँ खेल्ने ठाउँहरू पनि रहेछ यता पछाडिपट्टि चाहिँ होइन। अनि हामीले चाहिँ 1-2टा फोटो भिडियोहरू बनाइयो। हाम्रो गाइजहरू चाहिँ उता चाहिँ फोटो खिच्दैछ ती होइन, त्यो भयो। सो डग अलाउड छैन यहाँ, नो डग अलाउड है। यो चाहिँ ब्याकग्राउन्ड छ, मौसमले चाहिँ च्यालेन्ज दिइरहेको छ गाइज होइन। यस्तो छ होइन। अब हामी चाहिँ त्यो वाटर चाहिँ हेरिसक्यो। अब चाहिँ नेक्स्ट प्लान भनेको चाहिँ हाम्रो यहाँबाट चाहिँ एउटा चाहिँ लाइक गभर्मेन्ट टाइपको एउटा चाहिँ दरबार छ कि यहाँ होइन। अब त्यहाँ हुन्छ होला, प्लस चाहिँ रोटोरुवा केबल कार जहाँसम्म चाहिँ होइन। सेकेन्ड स्टेप चाहिँ रोटोरुवा केबल कार होइन जान्छ होला होइन। यो पार्क चाहिँ अब हामी घुमिसक्यो। म तपाईँलाई चाहिँ यो जुन मेन लेक छ नि, लेक साइडतिरको चाहिँ म भ्यू देखाउँछु त। ओ हेलो हेलो, यहाँ चाहिँ दामी छ, यहाँ दामी छ। केटाहरूलाई बोलाइराख होइन। ल हेर्नु डगहरू छ है, यस्तो दामी छ, यस्तो दामी छ गाइस। मछलीहरू यो पानी गनाइराख के, तातो पानी कस्तो छ होइन। मोबाइल खस्ला भन्ने डर के। 14 Pro Max है, गयो भने त गइहाल्यो नि। यस्तो दामी छ गाइस, यस्तो दामी छ कि वाह। आई लभ ल्यान्ड। यस्तो दामी छ कि भ्यू पोइन्टहरू बब्बाल छ। रोटोरुवा लेक है, डकहरू। अनि यहाँ डकहरू छ है, डक्स चलिराख खेलिराख क्या है। यस्तो दामी छ है गाइस है। फाइनल्ली हामी रोज गार्डनमा आइयो है रोटोरुवा। सो ल हेर्नु डिफ्रेन्ट कलरको चाहिँ रोजहरू छ है पछाडि चाहिँ। बारिश भी हो रहा है थोड़ा। मौसम से थोड़ा चैलेंज है जग्गा यस्तो छ है ठाउँहरू। आउनु घुम्नु के छ र होइन, 2 दिने जिन्दगानी रमाइलो गर्नुपर्छ। यो चाहिँ एकदम यो पपुलर टेम्पल थियो यहाँ चाहिँ। टेम्पल नै एउटा म्युजियम के, त्यो चाहिँ अलिक बन्द भएर रहेछ भन्छ होइन। गार्डनहरू यस्तो छ, फुलहरू फुलिराख गाइस होइन, चक्कमक्क है। कस्तो दामी छ होइन। आहा गाइस है, सही के मजा। यस्तो छ है रोजहरू, यस्तो मजाको। फाइनल्ली गाइस केएफसी चाहिँ बजाइयो। यहाँ चाहिँ केटाहरूले चाहिँ उपद्रो गरिराखन्। उहाँ उसलाई चाहिँ परेवाहरू हो क्या, यो परेवालाई चाहिँ केएफसी खिलाइराखन् के। परेवालाई केएफसी खान्छ, कोक र केएफसी खानालाई रेडी छन् परेवाहरू। ठुक्लास है केटा, ठुक्लास। विचार गर भाइ, विचार गर, ठुक्लास। फाइनल्ली है पशुपतिको परेवा जस्तै छन् है। फाइनल्ली गाइस है जस्ट अराइभ इन रोटोरुवा केबल कार है। मौसमले चाहिँ च्यालेन्ज दिइराख गाइस। पर पर्सन $45 न्युजिल्यान्ड चाहिँ है एडल्टको लागि चाहिँ। चाइल्डको लागि चाहिँ $23 है। सो चढ्न मन लागेको हो है, हेरौँ के हुन्छ। लेट्स सी। रोटोरुवा केबल कार है, धेरै छ यहाँ माथि चाहिँ घुम्ने ठाउँहरू है। बब्बाल छ ठाउँहरू होइन। साइडबाट गएको पनि फेरि बनाइदिने। सो गाइस है ल हाम्रो भ्लग चाहिँ अब सुरु हुँदैछ होइन। हामी चाहिँ
रोटोरुवा केबल कारको चाहिँ ट्राभल हुँदैछ यहाँबाट होइन। लगायतहरू यहाँ फोटो बिस्तारै ल ल ल बसौँ ल फाइनल्ली गाइज है ल स्काइलाइनमा चाहिँ हामी चढियो गाइज ल के रे जिपलाइन चाहिँ हल्का पानी परिरह पानीले चाहिँ उ गर्यो है ल्याङ गर्यो होइन। यो त चाहिन्छ र चाहिन्छ नि माथि लुज फाल्छौँ ठ्याक्कै यो मनोकामना केबल कार जस्तै रहेछ कि मनोकामना एकदम रमाइलो लागिरह होइन। पानी पानी परिरह सो गाइज है ल This your first time, Vikas? हाम्रो चाहिँ ट्राभल सुरु छ गाइजहरू छ यता है उहाँ फोटो खिच्नलाई व्यवस्था What's the experience of Skylight Gondola? Good. How are you feeling? Okay, can you take one photo? I don't know. Wow, भुइँमा आएर त Vikas? कति लामो छ होला है? हाम्रो उता छ यता आइसक्यो। डर लाग्यो my lord, यत्रो उडी छ। लगाइज यता हेर्दिउँ ल। Keep smile guys. तुम्हारा भी खींच देता हूँ। पेट दामी देखाएको छ त्यो बिचमा आइल्यान्ड रहेछ। केबल कार आएन? कस्तो राम्रो टाउन यार, माथि नआए देख्थ्यो त नि। म त हेर्दै कस्तो आनन्द लाग्यो यार। दामी देखियो है टाउन कस्तो राम्रो त्यो काठमाडौँ भ्याली देखिन्छ नि माथि सिटी चाहिँ। ओ पुग्यो। अलमोस्ट देयर। हेर्न न। मोबाइल खस्यो भने के हुन्छ? नाइस। अठारो झर्नुको लागि भयो। ल हामी चाहिँ पुग्यो है। फाइनल्ली गाइज है हामी चाहिँ माथि पुगे सकिएर अब हामी निस्किँदैछ होइन। ढोका खुल्यो अब यहाँबाट चाहिँ हामी थोडा घुम्न छ होइन। यो चाहिँ माथि स्टेसन हो, स्टेसनमा आइयो अनि यो भ्यू चाहिँ गाइज यो रोटोरुवा सिटी, यो चाहिँ गाइज क्रिसमस ट्री होइन। अनि पछि होइन के को मेमोरी यो चाहिँ स्टेसन भयो होइन। गाइज होइन यहाँ चाहिँ हामी बाहिर जान्छ अनि यो बाहिर भयो। यो चाहिँ जिप भयो होइन। टक्क जिपमा होइन टक्क लाएर झुलाहरू पनि रहेछ त है। झुलाहरू पनि रहेछ त है। सेम लाइक त्यो पुम्दीकोट जस्तै रहेछ क्या। पोखराको पुम्दीकोट छ नि, पुम्दीकोट के त्यस्तै रहेछ होइन पुम्दीकोटको जस्तै। त्यो साइक्लिङ कहाँ हो तिनी फेरि यो खेल्ने ठाउँहरू कता हो? गाइस हामी चाहिँ अब आइयो होइन। हामी चाहिँ त्यो गेमिङको लागि होइन भित्र छिरिसक्यो होइन। यहाँ चाहिँ यस्तो छ होइन। हाम्रो चाहिँ यहाँ गाइजहरू चाहिँ सेफ्टीको लागि चाहिँ रेडी हुँदैछ होइन। सेफ्टी हेलमेटहरू छ होइन। सेफ्टीको लागि रेडी हुँदैछ गाइजहरू होइन। गाइजहरू यहाँबाट चाहिँ सेफ्टी चाहिँ उ गर्छ। यो चाहिँ ओन्ली हेलमेट मात्रै हो यहाँ। यो चाहिँ ओन्ली हेलमेटको लागि रहेछ होइन। अनि हामी चाहिँ हेलमेट भयो रोक्नु है। एक्साइटेड गाइज होइन। अब फर्स्ट टाइम हो होइन। अब जे जस्तो हुन्छ होइन। हाम्रो गाइजहरूले चाहिँ हेलमेट लाएर सबै रेडी भइसक्यो गाइज होइन। हाम्रो इन्डियन साथीले चाहिँ हेलमेट नभेटाएर छ होइन।
ल हामी चाहिँ कता अब चाहिँ ल सट्टा हामी चाहिँ रेडी भइसक्यो होइन अनि यहाँ चाहिँ टिकट काउन्टर भयो यहाँ एउटा चाहिँ उ गर्ने राइट है अब हामी चाहिँ यसैमा होइन हामी जाने भनेको यस्तो छ है यहाँ चाहिँ यहीँबाट हामी निस्किदियो एकछिन ग्रुप फोटा गाई चाहिँ हामी भित्र जाँदैछौँ पन्डाला चढ्नलाई होइन खै अब के हो यो पन्डाला फर्स्ट टाइम हो होइन फर्स्ट राइड हो गाई छैन यो टिकट्समै this one brother these ones this Big red box. Look at the light. that one this one guy how to take the pictures brother how to take the pictures how mobile phone here yeah the food cost First time today. Is your first time today, guys? Yeah. Okay. हामी चाहिँ यहाँ चढ्दैछौँ कसरी यो थाहै होइन यो चाहिँ विकास यहाँ सुन्यो बुझ्यो पछाडि तान्ने होइन यहाँसम्म अलिअलि छोड्दै जाने स्पिड कन्ट्रोल गर्ने ब्रेकको लागि चाहिँ अगाडि चाहिँ छोड्नु पर्ने रहेछ होइन ब्रेकको लागि चाहिँ होइन यो यता गरे चाहिँ हिँड्नु रहेछ पछाडि ताने पर्छ होइन त्यस्तो बुझ्यो रोक्नु पर्यो भने अगाडि छोड्दियो लगाइछ है ल हामी चाहिँ साइक्लिङमा छ है सरी can you tell me how to use all the way back into the red, all the way back. Keep going, keep going, keep going, keep Yeah. going, keep going, keep going, keep going, keep going. Go. Hold it. That's it. Wait. A little bit forward to go, and back to stop. Back to stop. Back to stop. A little bit forward. Back to go. You stay like this. There we go. That's the one, my man. You guys all good? Yeah. Pull back and let go a little bit. Yeah, there we go. Yeah, and brake. When you want to stop, Yeah. always pull back, okay? Yeah. Never go up here. Never do this. Okay. Okay? Okay, just come forward. Yeah, and stop. Yeah, there we go. लगाइ चाहिँ भिडियो गर्नै मिलेन क्या यार भिडियो छप्नै मिलेन यस झेउ हुने रहेछ त यार ल गाइज La 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 nauli panaiमा हितैको लाइराखेमा भिडियो बनाइदिने मान्छे नभएपछि एउटै हातले दौडाउन परेछ यार हाम्रो टोलीहरू चाहिँ अगाडि गइसके होइन म चाहिँ यहाँ छु होइन यहाँ चाहिँ खासै मोबाइल राख्न नै मिल्दिनँ यो अलि झेउ रहेछ कि यो चाहिँ एकदम डेन्जर आउँदै है डेन्जर ब्रेक कम मजा चाहिँ आउने रहेछ कन्ट्रोल गर्न सकिन नि जान्छ कि यो कन्ट्रोल गर्न सकिन नि जान्छ कि हामीले त एउटै हातले चलाइयो त
कन्ट्रोल गर्न सक्दैन नि त मजा आयो ल, मजा आयो गाइज, मजा आयो। ब्रेक चाहिँ घात चाहिँ लाग्ने रहेछ कि। हामी चाहिँ अब माथि जाँदैछौँ होइन। त्यो हामी चाहिँ ट्राभल गर्दै आएको थियौँ त्यो उसमा साइकलमा। साइकल हो कि के हो यार। ल गाइज ल तल हेर्नु न, तल माथि चाहिँ पुरै उठाकै तल हेर्नु न, तल मोबाइल गयो नि त गयो। यहाँ खस मान्छे खस्छन् भनेर यो नेट हालेर रहेछ कि। यति खस्यो भने पनि नेटमा खस्छन् भनेर के होइन र। होला नि, त्यति बुद्धि त पुरै होला नि, सेफ्टी त होला नि। सेफ्टीको लागि चाहिँ हो त्यो नेटमा। ल गाइज ल त इन्डियन कहाँ गयो हौ? उता अघि नै गएको हो कि। ल सोलो जाने रहेछ त यार यो त होइन। किन फास्ट जानु पर्यो र? यसको नाम के हो यार? जिप लाइन। जिप लाइन हो। ल हामी जिप लाइनमा छौँ है गाइज है, सबैजनाले होइन। हामी चाहिँ जिप लाइनमा छौँ। रोटोरुवा जिप लाइन होइन, केबल कार प्लस जिप लाइन प्लस बन्डाला ठिक छ होइन। फेरि अर्को राउन्ड पनि हो कि के हो? 2 राउन्ड हो के? ए 2 राउन्ड हो त्यसमा होइन। ठिकै त, $10 एक राउन्ड त ठिक हो त यार। ठिकै रहेछ। अर्कोमा त भिडियो सिडियो नबनेको खोइ त्यो आइ हुन्छ। स्पिडमा रेसिङ गरेर कलेज जित्छ भन्दै। ल त्यो गरे हुन्छ होइन। सेकेन्ड राउन्ड विल बी द रेसिङ ओके। यो भयो यो चाहिँ के रहेछ भन्दाखेरि यो चाहिँ यहाँ माथि चाहिँ यसको स्टेसन है। यो रेसिङवाला चाहिँ स्टेसन छ होइन। अनि स्टेसनमा चाहिँ त्यो साइकलहरू हुन्छ क्या, त्यो 4-5 साइकल सानो गुडाउँदै 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 होइन तल जाने होइन। चिप्लेटी भनौँ न, लाइक हामीले चिप्लेटी भन्छौँ नि त। अनि त्यस्तै हुन्छ होइन। अनि यहाँ तपाईँलाई मैले आयो भने म देखाइदिन्छु होइन। यहाँ चाहिँ अहिले कोही पनि छैन होइन। उहाँ एकजना चाहिँ आउँदैछ होइन। हो यस्तै गरेर चाहिँ होइन, यस्तै गरेर चिप्लेटी हान्ने हो कि होइन। यो चिप्लेटी हानेपछि सट्ठ लगाएर तल पुगिन्छ। तल फेरि अर्को स्टेसन छ। फेरि माथि आउनलाई त चिप्लेटी फेरि गर्नु परेन। माथि आउनलाई चाहिँ यो उसमा केबल कारमा बसेर होइन। अब के भन्छ यसलाई होइन। यता हेर्नु है केटाकेटीहरू खेलिरहेन, हामी नि खेलेर आएको भर्खरै होइन। यहाँबाट झर्दै 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 गइन्छ। झर्दै गइसकेपछि उहाँ तल गइन्छ। अनि तलबाट माथि आउनलाई चाहिँ फेरि यसमा चढेर आउने हो कि, जहाँ चाहिँ हामी चाहिँ यो उसमा बसेर आइरहेको नि त यो केबल कारमा। यस्तो छ यो होइन। यो यताको ब्याकग्राउन्ड दुईवटा वे छ, जुनसुकै वेबाट आउँदा नि हुन्छ। केटाकेटीहरू खेलिराख्ने कस्तो मजाले खेलिराख्न यसरी खेलेको नि यताउति होइन। केटाकेटी सबै छन् क्या यहाँ, एडल सबै छन्। अब हामी चाहिँ लगभग फाइनलिस्टमा आइसक्यो हामी। हाम्रो दाइहरू अगाडि साथी चाहिँ उता अगाडि गइसक्यो। अब फेरि हाम्रो चाहिँ अर्को लट हुन्छ। त्यो अर्को लटमा चाहिँ रेसिङ हुन्छ। यो अघिल्लोचोटिमा चाहिँ भिडियो गर्ने यो फोटो खिच्नु न एउटा। यति मात्रै निकाल्ने रहेछ त यार। यो चाहिँ खतरा रहेछ क्या, एउटा फोटो निकाल्न मिल्दैन यसको। पैसा निकाल्नु